पहिरो त आइरहेको छ मामाहरू जाने काम होइन इधर इधर ए सुकृत सुकृत इधर चलो 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 ये ले 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 मौस बिता दो भाई हामी अहिले मामा घर जाँदा होइन बुढो मामाहरू कि मामाहरू भान्जाको बुढो मामाहरू हाम्रो मामा घर यता 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 तिमी मामा घर जाँदैछौ होइन कस्तो अनुभव भइरहेछ त यहाँ मामा घर जानेको खोलो सातो के सप्तकोशी हो तलको सप्तकोशी हैन त्यो रसी रसी झाचौर ए भाती हाँस न हाँस त्यो कर्णालीको हो नि कहाँ त्यत्रो ठुलो पुल भाइ उकालोमा यो हिजोको पानीले चाहिँ पुरै बगायो होइन त्यसपछि अब मामा घर जाँदैछन् ए मम्मी आउनु पर्छ छिटो देखेन त म ठुलो मान्छे भएर क्या हो सुकृति उहाँ ऊ बिस्तारै आइरहेको छ ए सुकृति छिटो आइज भिडियोमा आउन छिटो जङ्गल छ भइरहेछ नि मम्मी एक्सर्साइज आउँछ नि ल कुखुराको फुल मात्रै हो अब यहाँबाट देखिने बनेपाको दृश्य है यहाँ आएर यो बनायो के मम्मी के ठाउँको नाम यो बेबर साइड मामा घर हाम्रो घर चाहिँ उहाँ बनेपा हो माथि यहाँदेखि दृश्य आहा रमणीय ठाउँ यो 2 वर्ष अगाडिको बाढीले गर्दा तस नस भएको एरिया थियो यो अहिले चाहिँ धेरै राम्रो हरियाली भएको छ बेबर कुसादेवी बेबर पर्खाले चौर अनि यो एरिया हो यो चाहिँ लास्टै रमणीय ठाउँ छ अब अरू पनि देख्दै जानु हामी चाहिँ आज टिका लाउन मामा घर जाँदैछौँ 10-12 वर्षपछिको हिँडाइ चाहिँ लास्ट गाह्रो भयो पीडादायी के छ पसिनाले चुर्लुमै हातमा यहाँ यता झोला यता झोला अनि यो चाहिँ हिजोको झरीले चाहिँ पानी बाटो बिग्रेर आयो यो के अरे यो ठाउँको नाम माटो उता त यो उलाई चाहिँ फुलचोकी होइन त त्यता हो ल टाढा लप्सी हेर उ त ठुलो रुख छ नि उता ठुल्ठुलो त फैलिया त रक्सी लप्सी हो उयो बाहिर रोटाको लप्सी हो देख्यौ
भन्छ पार्वतीलाई उसले त्यति होइन हामीहरूलाई त हामीलाई दुःख छैन हामीहरूको महिना 2 दिनमा घिउ हामी बनाउने रहेछ त्यहाँ हाम्रो बच्चाहरूलाई अब हामीलाई त्यति पहिला घिउ खान मनै लाग्दैन बच्चा 2 दिनमा हेर्नु न उहाँ तिग्र हेर्नु चाहिँ नातिका खै मुना दिदी मुना दिदीको आएर सम्म आउँदैन मुना दिदी खै मुना दिदीले अस्ति गएबाट कत्रो हाल गर्दै निकाल्दैन भने डर फोन गरेर पर्छ ल ओइ भाइ भाइ फेरि कसले गरे मामा म त मासु खाँदिन नि थोरै हो नि म त भेज हो धेरै हेल्प गर्दैन थोरै त्यो अलि छाला नगर्नु म बरु मामालाई हेल्प गरौँ न पर्दैन अब नबोल्नु विचारमा भइरहेको रहेछ भाइले पनि गुगल लाग्यो भने भाइले भन्यो भाइले यसलाई लाउनु पहिला नमस्कार हजुर राम्रो नमस्कार मेरो कान्छो विज्ञानी होस् राम्रो होस् पढोस् विज्ञान होस् बाबाहरू घरमा टाढा टाढा देश मधेस गएस् सबैको मान्ने गुनी भए रोउ नलाओस् है झगडा जाने हो झगडा नगर्नु आज एकदम ज्ञानी भएर दिएछ ल मिलाइहाल्यो नि त्यसमा त कुनै डाउटै छैन नि भाइ अलि के हतारमा अब त्यही त उसले हराउनु पायो नि त्यो त त्यति कपालले हेर्ने हामीको त गएको त होइन नि हामीको लागेको त होइन नि मिलाएर लाउँछ सम्राट बाँकी छ नि हाम्रो भाइलाई यति राम्रो गरेर टिकुलाउनु कसैलाई दिएछैन कति राम्रो मेरो भाइलाई कति चाहिँ राम्रो नमस्कार गरेर बस्नुपर्छ भाइ यसरी
नि त्यो त चिन्ता गर हुने गरे कति आउँछ ल ह्यान्डसमै हो नि मान्छे मान्छे ह्यान्डसमै हो नि आमालाई लाउनु दिइहाल्यो त्यो मान्छे के भन्छ सजन छ मान्छे बरु कसैले हामीले कसैले टिको लाउनु सकेन नलागे भनेर त्यो हरि काकाले लगाइदिनु आउनु